नमस्ते। आज दोस्रो पार्ट 2 लिएर आएको छु, दोस्रो भाग है। र यसमा हस्तभेदको त बाँकी अंश त छँदैछ र यो सँगसँगै तपाईँलाई भनौँ कि यो हत्केलाको भनौँ न, यो तपाईँलाई भनौँ कि रङ्ग, यो हातको जुन हुन्छ नि, यसको कलरमा पनि फरक पर्दो रहेछ है। यो कलरको विषयमा पनि तपाईँलाई जानकारी दिनेछु है। र जस्तो कि तपाईँलाई भनौँ कि यदि कुनै पनि हत्केलाको यो कलर, हातको रङ्ग भनौँ न, रङ्गको विषयमा के हुन्छ, यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ। किनभने यसले व्यक्तिको स्वभाव बताउँछ, व्यक्तिको विषयमा धेरै राम्रो जानकारी दिन्छ है। किनभने कुन कलरको हात छ भने हत्केलाको कलर कस्तो छ है, र त्यो व्यक्तिले कस्तो काम गर्छ र उसको स्वभाव कस्तो हुन्छ, यो विषयमा जानकारी दिन्छ है त। अब तपाईँलाई पहिला आउनुहोस्, अब पहिला त बाँकी अंशको कुरा गरौँ, बाँकी भागको है। त्यसपछि हत्केलाको विषय, कलरको विषयमा पनि बताउने छु है त। अब आउनुहोस्, चुच्चो हात, जस्तो हिन्दीमा नुकिला पनि भनिन्छ है। अब तपाईँलाई भनौँ कि अब हेर्दाखेरि के हुन्छ भन्दाखेरि, फोटो हेर्दै गर्नु होला, त्यसमा चित्र छँदैछ है। यो हातको आकृति सबै प्रकारको हातभन्दा सुन्दर पनि हुन्छ है, सुन्दर हुन्छ। यो औँलाहरू, यो हात भनौँ न लामो हुन्छ है। र तपाईँलाई भनौँ कि साँघुरो र नरम पनि हुन्छ। औँलाहरू माथितिर चुच्चो हुँदै गएको हुन्छ है। र नङहरू बदामको आकारको हुन्छ नि, बदाम दुई टुक्रा गऱ्यो भने त्यो लाम्चो आकार जुन देखिन्छ नि, बदाम फुटाउँदाखेरि भनौँ न, बदामको आकारको जस्तो हुन्छ। कतिपय हेर्नु पनि भयो होला, प्रायः जसो आइमाईमा पनि भेटिन्छ, यस्ता लोग्ने मान्छेमा पनि भेटिन्छ, तर आइमाईमा विशेष भेटिन्छ। यिनको औँला र नङको भनौँ कि सुन्दरता र भनौँ कि सुन्दरता र भनौँ न, नङको त सुन्दरता भइ नै हाल्छ, तर आराम मन पराउने हुन्छन् के यिनीहरू। बढी मेहनतमा सक्दैनन् है, र आराम मन पराउने जनाउँदछ। यिनको नङको सुन्दरताले के देखाउँछ त, यिनी बढी आराम पाउने खालको व्यक्ति हुन्, आराम गर्ने खालको व्यक्ति हुन् भन्ने देखाउँछ है। जसले गर्दाखेरि यिनीमा शक्तिको कमी र निष्क्रियता भनौँ न, निष्क्रियतालाई प्रदर्शित गर्दछ र परिश्रम गर्नमा भनौँ कि सधैँ असमर्थ हुन्छन् यस्तो व्यक्ति है। र भनौँ कि यस्तो व्यक्ति सपनाको संसारमा विचरण गर्ने र आदर्शवादी हुन्छन्, आदर्शवादी त हुन्छन् नै, तर सपनामा, कल्पनामा बढी रमाउने र प्रत्येक वस्तुमा सुन्दरताको खोजी गर्दछन् है। र भनौँ कि सम्मान पनि गर्दछन्। अब यिनको स्वभाव भनौँ भने है, यिनको स्वभावको कुरा गरौँ भने विनम्र र शान्तिप्रिय हुन्छ है। विनम्र र शान्तिप्रिय हुन्छ, सबैलाई विश्वास गर्दछन् र प्रत्येक व्यक्तिमाथि है, प्रत्येक व्यक्तिमाथि सहानुभूति प्रदर्शित गर्दछन्। अब यस्तो व्यक्ति भनौँ न अध्यात्म भनौँ, अध्यात्ममा रुचि राख्दछन् र अदृश्य शक्तिबाट बढी डराउने गर्दछन् र छाया लागि भूत सम्झिने खालको हुन्छन्। र यो गुण कस्तो हुन्छ भने विशेष गरी आइमाई जातिमा पाइन्छ है त। अब यस्तो व्यक्ति भनौँ, व्यक्तिलाई भनौँ भने आफ्नो भविष्य कस्तो हुन्छ भने जानकारी पनि हुने गर्दछ है यस्तो व्यक्तिलाई। अब तपाईँलाई भनौँ कि आउनुहोस्, अब यसपछि तपाईँलाई बताउँछु च्याप्टो हत्केला है। च्याप्टो हातको विषयमा बताउने छु। र च्याप्टो हात भनेपछि तपाईँलाई भनौँ कि कस्तो खालको हुन्छ भन्नुहुन्छ भने, यस्तो हत्केलामा के हुन्छ भने, च्याप्टो हात हत्केलाको जरा जुन हुन्छ नि, हत्केलाको जरासँग जुन ठाउँमा औँला जोडिएको हुन्छ है, त्यो जोडिएको ठाउँदेखि नै हत्केलाको चौडाइ बढी हुन्छ र औँलाहरू कस्ता हुन्छन्, सामान्य हुन्छन्, अलिक चुच्चो देखिन्छन्, तर त्यति चुच्चो हुँदैनन्। किनकि हत्केलाको चौडाइ बढी भएकोले औँलाहरू जुन छन् नि, जराबाट माथि हेर्दाखेरि अलिक चुच्चो जस्तो देखिन्छन्, त्यति मात्रै हो है। र यसको के हुन्छ भन्दाखेरि हत्केलाको चौडाइ नै बढी देखिन्छ। यदि अब चम्चाकार भनिन्छ अथवा चम्चाकार भनौँ है, हात कस्तो हात भनौँ भने सारो र बलियो हुन्छ है। भने व्यक्तिको स्वभाव कस्तो हुन्छ भने अधीर स्वभावको हुन्छन् है, उत्तेजनापूर्ण हुन्छन्। साथै भनौँ भने काम गर्ने शक्ति जुन हुन्छ नि, धेरै मात्रामा हुन्छ, मेहनती हुन्छन् है, काम गर्ने शक्ति धेरै हुन्छ यिनीमा। र यदि हत्केला नरम र कमजोर, हत्केला नरम र कमजोर अब अथवा धेरै मासु भरिएको मोटो छ भने, यसमा दुई प्रकृति म बताउँदैछु। यदि यस्तो पनि छ, जस्तो कस्तो भन्दाखेरि हत्केला नरम, कमजोर र धेरै मासु भरिएको पनि आउँछ नि है।
मोटो हुन्छ नि त। छ भने यस्तो व्यक्ति के हुन्छन् त अस्थिर र जनकी स्वभावको हुने गर्दछन् है। ठुल्ठुले हत्केला हुन्छ, हातमा टन्न मासु भर्या हुन्छ। त्यस्तो व्यक्ति कस्तो हुन्छन् त भनौँ कि काम गर्नमा असमर्थ रहन्छन्। तर एउटा विशेष गुण के हुन्छ भन्दाखेरि काम गर्ने इच्छा शक्ति जुन हुन्छ नि, शक्ति भनौँ आत्मनिर्भरता र कार्यशक्तिमा कुनै पनि कमी हुँदैन है। अब चम्चाकार हात भएको भनौँ, चम्चाकार भनौँ जे भने हुन्छ, हात भएको व्यक्ति कस्तो हुन्छन् भने कुनै पनि क्षेत्रमा जस्तो व्यवसाय भनौँ, अभिनय भनौँ, सङ्गीत भनौँ, राजनीति भनौँ, चिकित्सा भनौँ है, धर्मोपदेश भनौँ, धार्मिक लाइनमा है, अथवा आविष्कार भनौँ, खोज भनौँ आदि कुनै पनि क्षेत्रमा आफ्नो मेहनत र स्वतन्त्र मनोवृत्तिको कारणले आफ्नो मार्गमा सर्वसिद्धि प्राप्त गर्दछन् है। यस्तो प्रकारको हुन्छन्। अब तपाईँलाई आउनु लास्टमा बताउँछु, यो भिडियो त धेरै लामो नै भयो। लास्टमा बताउँछु तपाईँलाई निकृष्ट बताउँछु है त। निकृष्ट कस्तो हुन्छ भन्दाखेरि अब निकृष्टको कुरा गरौँ भने तपाईँलाई भनौँ कि अब यस्तो हत्केला जुन हुन्छ नि, यसको हत्केला हेर्दैमा नराम्रो देखिन्छ है। औँलाहरू बाङ्गो टिङ्गो अविकसित हत्केला हुन्छ, चित्रमा हेर्दै गर्नु होला। हत्केला अविकसित हत्केला हुन्छ है। र तपाईँलाई भनौँ कि औँलाहरू अशोभनीय र बुढी औँला अङ्गुठा सानो र बाङ्गो पनि हुन्छ। अब हत्केलाको बनावट हेर्दा भनौँ न सबै छुट्टा छुट्टै देखिने गर्दछ है। सबै छुट्टै छुट्टै कसैसँग मिल्दैन के। र भनौँ कि एक अर्कासँग मेल नखाएको, नङहरू बाङ्गो र फोहोर भरेको हुन्छन्। यस्तो हत्केलालाई निकृष्ट हत्केला भनिन्छ है। अब यस्तो हात जुन व्यक्तिको हुन्छ नि त, त्यो व्यक्तिमा के हुन्छ भने कुनै प्रकारको सिप हुँदैन, कला हुँदैन, भनौँ कि पढाइमा पनि त्यति हुँदैन र यिनको जीवन सङ्घर्षपूर्ण हुन्छ। यस्तो यिनी के हुन्छन् त निम्न श्रेणीको काम, जस्तो ज्यालादारी, भारी बोक्ने, जुन काममा बुद्धि प्रयोग गर्नु पर्दैन, बलद्वारा गर्न सकिन्छ, यस्तो काम, यस्तो खालको काम चाहिँ गर्ने गर्दछन् है। र यिनको भनौँ कि व्यवहार भनौँ भने दास प्रवृत्तिको हुन्छ। नोकरशाही, नोकरको काम गर्ने दास प्रवृत्तिको हुन्छ। र यिनीमा जोस जाँगरको कमी अलि हुन्छ। तर पनि कतिपय अवस्थामा भनौँ कि अब काम भनौँ, रिस राग भनौँ र प्रतिशोधको प्रवृत्तिले के हुन्छ त अन्धो भएर हत्या हिंसामा पनि लाग्न सक्छन् र गर्न पनि गर्छन् है त। अब काम क्रोध रिस रागको प्रवृत्ति अब त्यस्तै परिहाल्यो भने हत्या हिंसा पनि गर्न सक्दछन् है। अब यिनीमा भनौँ भने तर्कसङ्गत बुद्धिमानी हुँदैन, महत्वाकांक्षाको कमी हुन्छ। तर पनि धूर्त चाहिँ हुन्छन् है। आफ्नो फाइदा कसरी हुन्छ त्यो चाहिँ गर्न खोज्छन् है। अब खान पिउनु र सुत्नु भनौँ, खान पिउनु सुत्नु र मृत्युको भनौँ न, मृत्युलाई प्राप्त गर्नु, अब यही यिनको सिद्धान्त भनौँ हुन्छ है। त्यस्तो हुन्छ है। त्यसकारण अब यो हत्केला सारो मोटो र औँलाहरू अलि छोटो हुन्छ र हत्केलामा रेखाहरू भनौँ, रेखाहरूको पनि कमी हुन्छ। अब यस प्रकारको भनौँ कि तपाईँलाई भनौँ कि यो हातको परिचय मैले दिएको छु। यसमा चाहिँ एकदम विचार गर्नु होला र ध्यान दिएर सम्झेर काम गर्नुभयो भने एकदम राम्रो हुनेछ है। अब तपाईँलाई भनौँ कि अब मैले यी जति पनि उल्लेख गरेँ होइन, अब यसमा के हुन्छ भन्दाखेरि अब यो सात्विक, राजस, तामस, अब यो 3 प्रकारको हात, बाँकी अरू मैले बताइदिइहालेँ। अब यसमा के गर्नु होला भने अब तपाईँलाई म भन्छु, यो तपाईँहरूले यदि हस्तरेखा हातको हेर्दै हुनुहुन्छ, बताउँदै हुनुहुन्छ भने हात कुन वर्गकोमा पर्दछ र यसको प्रभाव के हुन्छ होइन, त्यो अनुसार व्याख्या गरेर र त्यसपछि रेखाको विषयमा बताउनु भयो भने यो अझ तपाईँको लागि भनौँ कि धेरै राम्रो हुन्छ। किन भन्दाखेरि हातको प्रभाव र रेखाको विश्लेषण गरियो भने यो व्यक्तिसँग ठ्याक्कै मिल्दो रहेछ, जुन विचार गरेर गर्नु होला है त। अब यो त चित्रहरू त हेर्दै हुनुहुन्छ, अब यसमा कलरको हिसाब आफैले सम्झिनु होला, त्यो देखाउन गाह्रो छ है। त्यसकारण त्यो चाहिँ आफै हेर्दाखेरि सम्झिहाल्नु हुनेछ। अब तपाईँलाई भनौँ कि जुन हत्केलाको रङ्ग गुलाफी छ है, गुलाफी हुन्छ होइन, त्यो हत्केला कस्तो हुन्छ भने तपाईँलाई भनौँ कि स्पर्श गर्दाखेरि छुन साथै थाहा हुन्छ के, ज्ञात हुन्छ के कि कतिको नरम छ, कतिको कोमल छ है। र तपाईँलाई भनौँ कि हलुको छ है। यस्तो व्यक्ति के हुन्छ त
मेहनत भनौँ न परिश्रम कार्यमा सधैँ असमर्थ हुन्छन्। जुन व्यक्तिको हत्केला गुलाफी रङ्गको हुन्छ यस्तो व्यक्ति मेहनत गर्नमा असफल हुन्छन् है। र यस्तो व्यक्ति के हुन्छ त सधैँ आराम खोज्ने है र भनौँ कि सुस्त पनि हुन्छन् र दीर्घसूत्री पनि हुन्छन् है। दीर्घसूत्री भनिन्छ है, यस्तो व्यक्ति पनि हुन्छन्। भन्दाखेरि आरामको काम खोज्ने के आरामको काम गर्ने यस्ता व्यक्ति हुन्छन् जसको हत्केला तपाईँलाई भनौँ कि गुलाफी कलरको छ है, गुलाफी रङ्गको छ है त। अब तपाईँलाई भनौँ कि यसैमा भनौँ कि अब मेहनतको काममा त आपत्ति त छँदैछ यिनीहरूको, मेहनतको काम गर्न सक्दैनन् र जुन ठाउँमा भनौँ आपत्तिको सम्भावना हुन्छ है, जुन ठाउँमा अलि गाह्रो साह्रो छ, यिनलाई गाह्रो हुनेछ त्यस्तो सम्भावना भइदियो भने है, सम्भावना हुनको साथै भनौँ भने अतालिने गर्छन् कि आत्तिने गर्छन् है, अतालिने गर्छन्, बरबराउने गर्छन्, यस्तो काम सक्दिनँ, यो किन गर्न भनौँ न कामको विषयमा यस्तो म गर्दिनँ आदि इत्यादि भनौँ अनेक किसिमका कुराहरू गर्ने गर्दछन् है त। अब भनौँ कि यस्तो व्यक्तिलाई भनौँ कि दमको रोगले पनि अलि दुःख दिन्छ, दम सम्बन्धी रोग हुन जान्छ, हात खुट्टा काम्ने, मुटुको रोग है आदि भनौँ कि यस्तो भनौँ यस्तो प्रकारको रोगले अलि दुःख दिन्छ है। र भनौँ कि व्यक्ति भनौँ न यो व्यक्तिको स्वाभाविक गुण भनौँ भने यो दम आदि इत्यादि भनौँ न यो व्यक्तिको स्वाभाविक गुणै हो। हात खुट्टा काम्ने, मुटु सम्बन्धी अथवा दम सम्बन्धी भनौँ न त्यस्तो देखिन्छ, स्वाभाविक गुण हो। र यस कारण के हुन्छ त यो कार्यकुशल हुँदैनन्, कुनै पनि काममा जाँदाखेरि त्यहाँ कार्यकुशल हुँदैनन् है। र तपाईँलाई भनौँ कि र सफलता पनि पाउँदैनन्, किनभने यो रोगले गर्दा अलिकति गाह्रो बनाउँछ यिनलाई, बुझ्नुभयो। त्यो सँगसँगै तपाईँलाई भनौँ कि अब भनौँ कि यस्तो व्यक्ति धेरै के हुन्छन् त देव आराधक भनिन्छ, भगवानको भक्ति गर्ने हुन्छन् है, धार्मिक तथा समाजसेवी प्रकृतिको हुने गर्दछन्। र यस्तो व्यक्ति भनौँ कि सभापति भनौँ, सल्लाहकार भनौँ है आदि हुने गर्दछन्। र यस्तो व्यक्तिको शत्रु कम र मित्र धेरै हुने गर्दछ। जसको हात कस्तो छ त गुलाफी कलरको छ यस्तो व्यक्ति है। र गुलाफी कलरको व्यक्ति के हुन्छ त महिलाप्रति, स्त्री जातिप्रति बढी आकृष्ट पनि हुन्छन्, बढी भनौँ आकर्षित हुन्छन्, आकृष्ट होइन आकर्षित हुन्छन् है, महिलाप्रति बढी आकर्षित हुने गर्दछन् है। अब तपाईँलाई भनौँ कि अब जुन हत्केलाको रङ्ग कस्तो भन्दाखेरि गाढा है, रङ्ग गाढा हुन्छ, रातो कलरको पुरै रगत जस्तै देखिने के, हात खोल्दाखेरि नि हातमा पुरै यसमा रगत जस्तै देखिने गर्दछ है। त्यस्तो व्यक्ति के हुन्छन् त अब तपाईँलाई भनौँ कि त्यस्तो व्यक्ति धेरै नै परिश्रमी हुन्छन्, जसको हात रगत जस्तो देखिन्छ, रातो देखिन्छ है। धेरै नै परिश्रमी र विपत्तिको भनौँ न विपत्ति परिहाल्यो भने पनि हिम्मतका साथ काम गर्ने खालको हुन्छन् है, त्यसको भनौँ न सामना गर्ने खालका हुन्छन्। र हृदयमा भनौँ भने धैर्य धारण गर्ने खालको हुन्छन्। यस्तो व्यक्ति भनौँ कि फुर्तिलो हुन्छन्, चलाक हुन्छन् है, र कम खर्च गर्ने खालको हुन्छन्। यस्तो व्यक्ति चाहिँ कम खर्च गर्ने खालको हुन्छन्, जुन कि भनौँ आफ्नो मेहनतको बलले आज जीवनमा भनौँ न धेरै जसो काममा सफल हुने गर्दछन्, किनभने परिश्रमी हुन्छन्, मेहनती हुन्छन् है। अब तपाईँलाई भनौँ कि दुःख र समस्यालाई भनौँ भने आफ्नो पथ प्रदर्शक, आफ्नो बाटो देखाउने एउटा माध्यम मान्छन् के यस्ता व्यक्ति। र पथ प्रदर्शक सम्झेर आफ्नो कामलाई भनौँ कि धेरै उत्साहले गर्ने गर्दछन्। अब पर्व त्योहारलाई भनौँ भने यिनी के गर्छन् त धेरै नै खुसीका साथ मनाउने गर्दछन्। यस्तो व्यक्तिको भनौँ कि असल मित्र र प्रत्यक्ष शत्रु पनि हुन्छन् है। यस्तो व्यक्तिको के हुन्छ त असल मित्र पनि हुन्छ भने प्रत्यक्ष शत्रु पनि हुन्छ है। यस्तो व्यक्ति के हुन्छ त छिटो आवेशमा आउँछन्, छिटै रिसाइहाल्ने कि तुरुन्तै रिसाउने खालको हुन्छन्, तर कुराको चाहिँ पक्का हुन्छन् है, जे भने त्यो गरेर देखाउने खालको व्यक्ति हुन्छन् है। यिनको मित्रको सङ्ख्या न्यून र शत्रुको सङ्ख्या अधिक हुन्छ है। र सानो कुरामा पनि झगडा गर्ने बानी हुन्छ। यी व्यक्ति भनौँ भने समाज सेवा र आफ्नो कर्तव्य भनौँ न नसम्झेर नाम कमाउने उद्देश्यमा लाग्ने गर्दछन्। कस्तो खालको व्यक्ति त रातो हत्केला भएको रगत जस्तो हत्केला देखिने, हत्केला जुन व्यक्तिको हत्केला रगत जस्तो देख्छ त्यो व्यक्ति है त, त्यसको स्वभाव यस्तो हुन्छ। अब आउनुहोस् अब अर्को बताउँछु तपाईँलाई।
जुन हत्केलाको रङ्ग है, ध्यान दिनु होला, जुन हत्केलाको रङ्ग न गुलाफी छ, गुलाफी पनि छैन, न रातो छ है, बरु कस्तो छ त सेतो रङ्गको देखिन्छ है। गुलाफी पनि छैन, रातो पनि छैन, सेतो रङ्गको देखिन्छ भने, सेतो रङ्गको देखिन्छ भने के हुन्छ त, यो व्यक्ति के हुन्छ त, कुनै विशेष गुणले प्रभावित नभएर है, विशेष गुणले प्रभावित, यस्तो व्यक्ति के हुन्छन् त, विशेष गुणले प्रभावित नभएर तपाईँलाई भनौँ कि सबै सबै गुण भनौँ न समावेश भएको देखिन्छन्। सबै गुण कुनै पनि काममा भनौँ न समावेश हुन्छन् र जानकारी राख्ने गर्दछन् है। यस्तो व्यक्ति भनौँ भने कमै मात्रामा शिक्षित भएको देखिन्छन् र जुन व्यक्ति पढेर शिक्षित भइहाले भने ती व्यक्ति फेरि धेरै नै चलाक, स्वार्थी र कम खर्चिलो हुन्छन् है। बोलीमा भनौँ भने कसैलाई जित्न दिँदैनन्। अब यस्तो व्यक्ति के हुन्छन् त, व्यापारी पनि हुन्छन्, लेखापढीका काम गर्ने पनि हुन्छन्, कलाकार हुन्छन्, कवि हुन्छन्, लेखक हुन्छन् आदि भनौँ न सबै वर्गमा पाइन्छन् है। र मजदुर पेसामा भनौँ भने धेरै नै हुन्छन्, तर व्यापारीको हात नरम र मजदुरको हात साह्रो हुन्छ। अब यी कुरा चाहिँ सबैले बुझ्नुपर्छ है। तपाईँले जसको पनि हात हेरिराख्नु भएछ, यदि नरम हात भयो भने त्यो व्यक्ति व्यापारको काम गर्छ अथवा अफिसको काम गर्छ, आरामको काम गर्छ, र जसको हात कडा छ, साह्रो छ होइन, त्यो के हुन्छ त, मजदुरी गर्ने, ज्यालादारी गर्ने, भनौँ मेहनतको काम गर्ने हुन्छन् है। यो चाहिँ बुझ्नुपर्ने हुन्छ। र यस्तो व्यक्तिको के देखिन्छ त, यो सेतो हात हुनेको भनौँ न, हत्केला हुनेको, यिनका मित्र र शत्रु भनौँ भने एक समान हुन्छन् है, न बढी हुन्छन् न घटी हुन्छन्, समान हुन्छन् भन्दाखेरि दुइटै बराबर हुन्छन् है। अब यो कलरको थाहा पाउनुभयो, यस्तो रङ्ग कस्तो रङ्ग भएको व्यक्ति के काम, कस्ता स्वभावका हुन्छन् र कस्तो काम गर्छन् भने बुझिहाल्नुभयो। फेरि अर्को विषयमा लिएर आउने नै छु। अब हेर्दाखेरि यी सबै कुराहरू, हात हेर्दाखेरि यी सबै कुरामा ध्यान दिएर मात्र हात हेर्नुभयो, विश्लेषण गर्नुभयो भने रेखादेखि लिएर सम्पूर्ण अनि तपाईँको विश्लेषण चाहिँ एकदम सही हुन्छ र सार्थक हुन्छ, सबैले पत्याउने खालको पनि हुन्छ है। किनभने सत्य कुरा बोलियो भने त जसले पनि पत्याउँछ होइन। त्यसकारण जानी बुझिकन र सम्झेर विश्लेषण गर्नुहोला र यी भिडियोहरू सबैले सेयर गर्नुहोला, सबैले जानोस्, सिकोस् र तपाईँलाई भनौँ कि लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला, यति चाहिँ गर्दै गर्नुहोला है त। फेरि अर्को भिडियो लिएर आउने नै छु। नमस्ते।